केही पनि सोचेको थिइनँ, मैले त्यो सोचेकै थिइनँ केही पनि। मैले के सोचेँ भन्दा पुलिस क्लब जानुको एउटा मात्र उद्देश्य, 2टा उद्देश्य थियो। एउटा करियर होइन, त्यति बेला अलिकति मेच्योर्ड भइसकेको थिएँ, एउटा करियर पनि थियो होइन। अनि एउटा चाहिँ मेरो वान अफ द मेरो आइडल मान्ने प्लेयरलाई मैले त्यहीँ हुनुहुन्थ्यो क्या, राकेश दाइ होइन। अनि त्यसपछि अब सबै लेजेन्डकै प्लेयरहरू होइन। 2063 को लिग हामीले सङ्गटाबाट खेल्यौँ क्या, सङ्गटा बोइज होइन। अनि अपोनेन्ट पनि नेपाल पुलिस क्लबसँग पनि खेलेँ मैले नेपाल पुलिस क्लबलाई पनि गोल हाने फेरि, एज अ लेफ्ट ब्याक खेलेर गोल पनि हानेको। अनि त्यति बेला हरि दाई अपोनेन्ट हुनुहुन्थ्यो क्या, हरि दाईले हामीलाई 2 गोल गर्नुभयो क्या त्यो म्याचमा। मलाई अहिले पनि याद छ क्या, कसरी गोल गर्नु भन्ने पनि याद छ। एउटा फ्री किकमा गोल गर्नुभयो, एउटा चाहिँ भोला दाईले क्रस गर्नुभएको बोल हेडली गोल गर्नुभयो क्या।